दलितलाई जहाँ अन्याय पर्छ मलाई कसैले चिठी काटेर बनाउनु पर्दैन। दलित मेरो घर हो, मेरो थर हो, त्यो मेरो जिम्मेवारी हो। हामीलाई यो समाजले दिदीबहिनीहरूले पढ्न पाएनन्, भाइले पढ्ला भनेर आफूले नपढेर हामीलाई पढायो हो नि त तपाईँले। हामीलाई स्कुल पठाएर तपाईँले नपढायो हो नि त। यत्र अग्रज दाइहरूले दुःख गर्नुभयो, पढाउनुमा मेरो सबैलाई सम्मान छ। कांग्रेस, एमाले, माओवादी, राष्ट्रवादी, जनमोर्चा जुनै पार्टीमा लागेका दलित नेताहरूप्रति मेरो सम्मान छ। कसैलाई पनि अब शब्द नराम्रो भन्नुपर्ने केही पनि छैन। दलितको परम्परागत सिप क्षमता विकासको सन्दर्भमा दलित समुदायभित्रका सबै जातिहरूको उनीहरूको आफ्नै परम्परा छ। गन्धर्वको सारङ्गी बनाउने बजाउने परम्परा होला, त्यो सिप क्षमता होला। सिलाइ कटाइका परिवार समाजको आफ्नो होला, जुत्ता सिलाउने सार्की समाजको आफ्नो होला, आरनदेखि सुनचाँदीसम्मको काम विश्वकर्मा समाजको होला। परम्परागत सिप क्षमता विकासको सन्दर्भमा चाहिए जति बजेट आएको छ त्यो लिने तयारी हामीले गर्नुपर्छ। अहिले मैले तपाईँलाई भन्नुपर्ने हामीले दिनुपर्ने कुरा, अहिले हामी सरकारतिर भएको बेलामा कति बजेट यतातिर पठाउन सकिन्छ भन्ने कुरामा हामी त्यो छलफल गरिरहेका छौँ। अहिले सदनमा अघि साथीहरूले कुरा उठाउनु भयो, दलितको सन्दर्भमा कानुनहरू बन्ने कुरा के हो भन्ने सन्दर्भमा अहिले नेपालको इतिहासमा पहिलो पटक एउटा वादीको छोरी मन्त्रीको कुर्सीमा बसिरहनु भएको छ, सीता वादीज्यू। अहिले हामी त्यहाँ कार्यक्रम, अहिले हामी त्यहाँ काम गरिरहेका छौँ। त्यो कानुनको ड्राफ्टमा काम गर्नु, हामी आएको बल्ल 4 महिना भएको छ। हामीलाई राजकाजमा त्यत्रो अनुभव त्यति धेरै छैन। उमेरले 34-35 पुगेको चाहे प्रधानमन्त्री चाहे हामीलाई त्यति लामो अनुभव छैन हामीलाई, तर जति सक्छौँ त्यति राम्रो गर्छौँ भनेर हामी त्यहाँ लागि परेका छौँ।